Again, Nepal Football Festival is begin. हो साथीहरु, यही चैत्र 16 गतेदेखि नेपाल सुपर लिगको सञ्चालन हुने भएको छ। एनसीले स्पोन्सर गरेको यस नेपाल सुपर लिगको उद्घाटन समारोहमा भने नेपालका सुपर स्टार अहिलेका चलेका हाम्रो दुश्मन छ धेरै भन्ने गीतका गायक दुर्गेश थापाले कन्सर्ट हान्ने कुरा सुनिएको छ। र यसपालिको एनएसएलमा निकै नै इन्ट्रेस्टिङ कुराहरू रहेको छ। हाई प्रोफाइलर विदेशी प्रशिक्षकहरू लिएर नेपाली सुपर स्टारहरूको कम्बिनेसनमा रहने यस एनएसएलमा कस्तो कस्तो प्रदर्शन गर्नेछन् त? म त निकै एक्साइटेड छु। तपाईहरु कतिको एक्साइटेड हुनुहुन्छ तल कमेन्ट गर्नुहोस् र कुन टिमलाई सपोर्ट गर्नुहुन्छ त्यो पनि कमेन्ट गर्न नभुल्नु होला। र आज कुरा गर्नेछौँ, आजको यस भिडियोमा हामी कुरा गर्नेछौँ धनगढी एफसी। विशेष गरी म धनगढी एफसी को सपोर्टर भएको कारणले धनगढी एफसी को बारेमा हामी कुरा गर्नेछौँ। धनगढी एफसीले यसपालि पनि निकै नै इन्ट्रेस्टिङ कुराहरू ल्याएको छ र नयाँ विदेशी हाई प्रोफाइलर स्पेनिश कोचलाई अनुमति गरेको छ र सधैँ जसो फाइनलिस्ट हुने धनगढी एफसी टिम यसपालि पनि निकै नै प्रतिद्वन्द्वीका साथ मैदान प्रवेश गर्ने भएको जुन त्यो आउनु भएको छ। उसको बदलामा नयाँ आउनु छ, एकदमै अहिलेको प्रोफाइल वाइज एकदमै राम्रो प्लेयर आउनु भएको छ। यो चोटि पनि लगभग अब यस्तै अब ट्रेनिङ मेहनत भयो भने जस हाम्रो राम्रै आउँछ होला रिजल्ट। धनगढी एफसी को बारेमा कुरा गर्दाखेरि हेर्न सक्छौं मुख्य प्रशिक्षकको कुराकानी। मुख्य प्रशिक्षकले के भनेका छन् त? In this season will be very competitive and arrive to the next match in the best condition and try to win the next match. धनगढी एफसीले यसपालिको एनएसएलमा आफ्नो टिमलाई सम्हाल्न मुख्य प्रशिक्षकको रूपमा स्पेनका युवन म्यानुएल मार्टिनेजलाई अनुबन्धित गरेको छ र धनगढी एफसीले आफ्नो मार्की प्लेयरको रूपमा कृतिश रजना छुन्जुलाई लिएको छ। तेस्रो संस्करणको एनएसएलमा तपाई कुन टिमलाई सपोर्ट गर्नुहुन्छ र आफ्नो टिमलाई सपोर्ट गर्न नभुल्नु होला। दुई संस्करणका एनएसएलमा पनि फाइनलसम्म पुगेर उपाधिविहीन भएको धनगढी एफसी यसपालि भने उपाधिविहीन हुनबाट बच्ने छैन। Thanks for watching. Please do subscribe.